पछिल्लो समयको सुपरस्टारको रूपमा हामीले पल शाहलाई देख्न सक्छौं। सुपरस्टार नायक पल शाहले फिल्ममा पनि काम गरिरहेका छन्, म्युजिक भिडियोमा पनि काम गरिरहेका छन् र फिल्ममा पनि तहल्का मचाइरहेका छन् भने म्युजिक भिडियोमा पनि तहल्का मचाइरहेका छन्। गत वर्ष पल शाहले अभिनय गरेको आबाट आमा चलचित्र रिलिज भइसकेपछि पल शाहले कुनै पनि चलचित्रमा अभिनय गरेका छैनन् र यतिखेर पल शाह भने म्युजिक भिडियोमा व्यस्त रहेका छन्, ब्याक टु ब्याक म्युजिक भिडियोमा काम गरिरहेका छन्। यतिखेर पल शाहको हातमा दर्जनौं म्युजिक भिडियोहरू रहेको छ भने पल शाहको 1 दर्जन भन्दा बढी म्युजिक भिडियोहरू रिलिज हुनै बाँकी रहेको छ र पल शाह दिनौं म्युजिक भिडियोहरूको छायाङ्कनमा व्यस्त रहेको भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक भइरहेको छ। आज पनि पल शाहले नयाँ म्युजिक भिडियो औठी दिउँला सुनेको बोलको गीतमा अभिनय गरेका छन्। यो गीतको छायाङ्कन भएको थुप्रै भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। यो गीतमा हामीले पल शाह र गीता ढुङ्गानालाई जोडीको रूपमा देख्न पाउने भएका छौं। पल शाह र गीता ढुङ्गानाले यसअघि थुप्रै म्युजिक भिडियोमा सँगै काम गरिसकेका छन् र दर्शकहरूले म्युजिक भिडियोमा पल शाह र गीता ढुङ्गानाको जोडीलाई एकदमै धेरै मन पराउनु भएको छ। जसको कारणले गर्दाखेरि पनि पल शाह र गीता ढुङ्गानाले ब्याक टु ब्याक थुप्रै म्युजिक भिडियोहरूमा काम गरिरहेका छन् भने अब चाँडै नै हामीले औठी दिउँला सुनेको बोलको गीतमा पल शाह र गीता ढुङ्गानालाई जोडीको रूपमा देख्न पाउनु भएका छन्। यसरी पछिल्लो समय पल शाह ब्याक टु ब्याक म्युजिक भिडियोहरूको छायाङ्कनमा व्यस्त रहेका छन् भने अबको केही दिनमा नै पल शाहले आबाट आमा 2 चलचित्रमा अभिनय गर्दैछन्। यो वर्ष पल शाहको 2टा चलचित्र आउने भएको छ। दशैंमा आबाट आमा 2 चलचित्र आउँदैछ, त्यसपछि पल शाहको एन्नी माया चलचित्र आउँदैछ। अबको केही दिनमा नै पल शाह आबाट आमा 2 चलचित्रमा व्यस्त रहनेछन् र फिल्म रिलिज भइसकेपछि मात्र पल शाहले म्युजिक भिडियोमा काम गर्नेछन्। हस् त्यति भन्दै म बिदा हुन चाहन्छु। पल शाह कस्तो लाग्छ, पल शाहले अभिनय गरेको फिल्म म्युजिक भिडियोहरू कस्तो लाग्छ कमेन्ट गर्न भने नभुल्नुहोला र हजुरहरूलाई मेरो भिडियो मन परिरहेको छ भने मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला। हस्त धन्यवाद।